खतम आँखा बनाएँ तल मैले के मान्छे भयो भने भाइ जतिले चाहिँ आएर हिजो तैँले के बोलेको थिइस् के भनेको के त मेरो युट्युबको लागि बनाउनु परेन मासल मुख छाडेको त कहाँ हाल्छ त नि मुख छाडेको न हाम्रो आजको कटिङ मास्टर भण्डारी दाइ कुखुरा उठाइदिनु दाइ सन्तोष दाइ हाम्रो कुखुरा उठाइदिनु यो बेबे धनडोलको 1 नम्बर दरुवा हाम्रो मास्टर साहब बासु आउँदैछ बास्दै र कुमार दाइ आउँदै कुमार कहाँ जहिले बनाउँछ के दुईटाको एकैछिन बनाइदिन्छ त्यो कालीको बुढा के हामी बिकाल्नु पर्छ यहाँ अहिले माछा मार्नु पर्छ यसो हेर त माछा ढुङ्गा नपत्ता कि हाम्रो आजको पिकनिकको कुखुरा सन्तोष दाइ के गरे के को लागि ढुङ्गा निकाले ढुङ्गा अब चुलो बनाउनु पर्यो नि त चुलो बनाउनलाई ढुङ्गा ओ माई गड ऊ आयो निले भाइ के छ त अल गुड एकदम हतार छ कुमार सर जति पनि बोलेको कि सब युट्युबमा हाल्छ मतलब छैन हाम्रो यो चिल हैन यो बेबे हामी त्यस्तै त नि ब्रो ब्रो रामुवा छ के 20 किन माछा अब के मार्नु माछा ल चुलोको लागि आयो भाले भाग्ला नि फेरि के हुन्छ त्यसो गर्ने दाइ हुँदैन यहाँ उहाँ अलि नरममा चाहिँ हुन्छ कि यसो गर्नु पो भन्छ त्यसले उहाँ नरममा चाहिँ हुन्छ कि दाइ ल खै म बनाइदिन्छु यहाँ यो दाउरा अरे हुनु पर्दैन कस्तो सजिलो यो के ल्यायो दाइ दाउरा 22 ठीक छ ए हाम्रो ओली पी ओली ल दाउरा भोकलाई कुखुरा यहाँ ल्याउनु न यहाँ बनाइ ताप छ यो माछा मर्ने हैन मान्छे मर्ने बेला सन्तोषको भात मर्ने के ल्यायो त्यो कहाँ छ काँडा आठ भात प्लेटै छैन प्लेट चाहिँ सबैले टेन्सन नलिनु चिक्ने झ्याप अरे मैले हटाएर घर जाऊ सबैले जान्छ मैले घाटाको म हिँडे पनि सबैले जान्छ मैले यतै छ त भाइ गुन्जु सर राना मगर भाइ अरू होइन नि श्रीकृष्ण श्रेष्ठ भने हान्डे जबरजस्ती गर्ने भने हान्डे छाला बाहिर खाथे पहिले त मैले ओइ यो कुखुरा कति किलो छ त हिसाब गर्छ कतिले 2 किलो लुकाइदिन्छ मोजी निराशा गरेर भाषण बोल्न थालिसक्यो भाषण अलि राम्रो बनाउने यार चुलो यार थाहा नखाएको मान्छे के गरे उसले त्यो भाइले के गरेर उता चुलो बनेर उता बनेर चुलो त्यहाँ त हुँदैन बाबु सिधै हावा पर्छ
त्यहाँ त हुँदैन बाबु हुँदैन मैले 5 स्टार होटलको कुक लिएर आज मैले शान्तिन हो चालो फर्काइदिए त चालो कुक हो त लामो सङ्घर्षपछि आगो बल्यो साथी भाले जिउँदै हो क्या हाल पारी पुग्दैन के लामो सङ्घर्षपछि आगो बल्यो पारी हाल भने के जहिले एकैछिन बनाइन्छ नि अनि म बनाउँछु के नुन लिएर आउनु है मेरै घरबाट ल्याउनु अनि के चाहिँ छैन त्यो चाहिँ छैन भन्नु है के छैन भनेको अब पहिला यो खाना उदा अनि लिएर आइज गुन्जे भन्नु भनेको धोने ल्याएन त मैले धोने ल्याएको छु नुन का ल्याए खोला खेला भन्नु यहाँ पनि दबाल छ नि हैन केमा खेलाउँछ सब फोर भयो ओ त्यही हो यो दुईचोटी जाँदैले के रे यो भारेको मासु यी पकाउनु पर्छ के उयो गरे फेरि बन्डलले गरेर ओ कमल छोटी दर्शन है के छ भण्डारी पानी झरे कि सब पानी गयो म त यहाँ आए पिकनिक यहाँ मैले आगो त्यो पानी भिस्तेर आम पर्छ ह्याप्पी होली है ह्याप्पी होली है खुटा पहिला ल यी खुटा समात्ने उठ्ने छैन छोड दे 5 मिनेट छोड दे ए ढल्लो कमल वागेर चिना राको भिजेकै छैन तानेर हुन्छ त किन्छ यता पनि हेड सबले नि हेलो मेरो भतिजा पुरै सियाकी रोमानियातिर छ होला आरामै रमाइलोमा 7 दिन हो कि हामीले हैन खसी हाने आइयो कुन हतियार हो यार यो तिनीहरु त्यहाँबाट रक्सिएर आउँछ म यिनीहरुलाई पर्खेर बस्छु नचाउँछु नाच्छु भनेर मैले पसल खोलेर बसेँ मैले पहिला त निकाल्नु 12:30 खर्लकै हुन्छ दसैँ आउँदा मात्रै घर जाने हो क्या खोइ काट्दै नि त यसले खै दिन त अलि स्वयं गर्छ गाइदिएको थियो यो चिक्ली कसको है गुन्जे तेरो हो चिक्ली हरायो भने त म सबै दुई म हाल्दे मासिङ खोला हाल्दे यो यसको चाहिँ मेरो तेरो नाम हाल्दे यसै हाल्दैन मान्छेले भाइरल कस्तो चुपी होला त यो कुखुराको गर्दन पनि नकाटिन्छ चुपी हुन्छ नि एउटा तरिका हैन सालो फर्किन्छ सालो हाँसे न मास लगाडु न पहिला यो गाडी ए राणा मन तैले औला काट्न नकाट नै नकाट मैले टक्क छुटाउँदा टक्क छु मेथड पानी पहिले जुनै खा मिलन फिल्म्स प्रालीको गौरवमय भन्दिँदै बजा भनेर एकचोटि बजा नाच बसन्ती अब त्यसमा नि आगो लगाइदिनु पर्छ यो हो नि त दाइ यो हो नि त तरिका मेरो दाइ मेरे दिल में
आधाले खान्छ आधा गर्छन् ढेडो रेडी भयो नि दाइ ढेडो अलिअलि बाँकी छ बाँकी छ अलिकति बाँकी छ कनेउ तातिसक्यो तराईको घाम यो के को ढेडो उसको फापर ए मिक्स सब मिक्स तीनटा मिक्स यो रक्सी छ त कसको रक्सी एउटा गिलास रक्सी त मेरो होला सायद त्यो तिम्रो हो है हो मैले छुट्याएर राखेको थिएँ फापरको पिठोको ल लगाइदियो त कुमारले उता हान्दै उता सबलाई सिधै बनाएको रङ नभएर के लगाइदियो रे हेलो कुमार सर रङ नभएर के लगाइदियो रे पिठो लगायो आज पिठो के को मगेको र क्लोदर अनि यहाँ के खोज्या तैँले आया पार्दैन कस्तो चलाउँदै गयो त्यति सक्छ नि डन्डी सानो यो समात्ने समात्ने फेरि फलामको नि भयो के तातो भएर नि र हाम्रो निरे भाइले मेहनत गरे ढेडो खानलाई हाम्रो बस्दै पनि चिलमै हुनुहुन्छ
मेरा दिल गया